हेलो नमस्ते एभ्रिवान। आजको यस भिडियोमा चाहिँ हामीले डिस्कस गर्नेवाला छौँ कि आज स्टुडेन्ट जर्मनी चाहिँ कसरी जाने। जर्मनी जानुभन्दा अगाडि त अब पहिला चाहिँ यो भिडियोको चाहिँ मेन चाहिँ मैले चाहिँ भन्न गइरहेको ब्याचलर डिग्रीको लागि चाहिँ जर्मनी कसरी जाने, मास्टरको लागि चाहिँ पछि नै भनौँला अर्को भिडियोमा। फर्स्ट अफ अल लेट्स फोकस अन ब्याचलर डिग्रीको लागि चाहिँ कसरी जाने। सो अफकोर्स यु सुड फर्स्ट अफ अल फिनिस योर क्लास 12 को एजुकेसन होइन। प्लस 2 सकेपछि चाहिँ अब हजुरले चाहिँ सर्टिफिकेट चाहियो। कस्तो सर्टिफिकेट? ल्याङ्ग्वेज स्किलको सर्टिफिकेट। अब हजुरको कोर्स चाहिँ त्यहाँ जर्मनी गएपछि चाहिँ इङ्ग्लिस बेस्ड हो कि जर्मन बेस्ड हो, त्यसको आधारमा चाहिँ हजुरलाई चाहिँ यहाँ चाहिँ सर्टिफिकेट लिनु पर्यो नेपालमै बसेर। इङ्ग्लिस बेस्ड छ भने आइलेट्स र टफेल्सतिर लाग्नु होइन। त्यहाँ चाहिँ आइलेट्सको चाहिँ मिनिमम स्कोर चाहिँ 6.0 हुनु पर्यो है। मिनिमम, म्याक्सिमम त अब जति स्कोर गर्नु होइन। मिनिमम चाहिँ जर्मनी जानुको लागि 6.0 to 6.5। मैले चाहिँ यहाँ लेखेको आफ्नो बुझाइको आधारमा होइन। इनकेस मैले स्योर होइन, इनकेस गएर चाहिँ एकचोटि चाहिँ गुगलमा पनि सर्च गर्नु होला है। सो हजुरलाई चाहिँ आइलेट्सको चाहिँ स्कोर 6.0 चाहियो होइन। इनकेस हजुरको चाहिँ इङ्ग्लिसमा छ भने त अब आइलेट्स नै भयो, जर्मनमा छ भने त जर्मन ल्याङ्ग्वेजको चाहिँ सर्टिफिकेट चाहियो होइन। सो फर्स्ट अफ अल चाहिँ हजुरले चाहिँ इङ्ग्लिस बेस्ड छ भने त्यहाँ जानुभन्दा अगाडि हल्का B1 लेभल जति चाहिँ जर्मन सिकेर नै जानु। B2 भयो भने त झन् बेस्ट नै हो। B1 लेभल जति चाहिँ सिकेर जानु है, किनभने त्यहाँ गयो भने चाहिँ हजुरकै लागि नै राम्रो हुने हो। सो अब स्टेप 3ले के भन्छ भने फाइन्ड इन द राइट युनिभर्सिटी। अब त्यहाँ चाहिँ राइट युनिभर्सिटी खोज्नै पर्यो। अब लाइक आफ्नो एकाडेमिक ब्याकग्राउन्ड होइन, गोल करियरको लागि चाहिँ राम्रै त्यो युनिभर्सिटी त खोज्नै पर्यो होइन। अब त्यहाँ गएपछि चाहिँ इट्स लाइक पब्लिक र प्राइभेट दुईवटा युनिभर्सिटी हुन्छ। डिफ्रेन्स बिट्विन के हो भने पब्लिकमा चाहिँ हजुरलाई चाहिँ ओन्ली सेमेस्टर फी लाग्छ, ट्युसन फी लाग्दैन। तर प्राइभेटमा चाहिँ त्यहाँ गएर हजुरलाई ट्युसन फी पनि दिने हो, सेमेस्टर फी पनि दिने हो। सो मेरो चाहिँ विचारमा चाहिँ पब्लिक नै ठिक हुन्छ है। अब इफ यु आर क्यापेबल अफ स्टडिङ इन लाइक प्राइभेट देन ओके यु क्यान अप्लाई फर प्राइभेट। तर होइन मैले चाहिँ पब्लिक नै गर्ने हो भने त पब्लिकमा अप्लाई गर्नु है। सो यति त भयो होइन। अब फोर्थ स्टेप चाहिँ प्रिपेयर एप्लिकेसन डकुमेन्ट। अब यसमा चाहिँ एप्लिकेसन डकुमेन्टमा चाहिँ हजुरले चाहिने भनेको चाहिँ पासपोर्ट भयो, एकाडेमिक सर्टिफिकेट भयो, +2 SE सबैको होइन। अनि त्यसपछि चाहिँ एकाडेमिक ट्रान्सक्रिप्ट, अनि त्यसपछि चाहिँ ल्याङ्ग्वेज सर्टिफिकेट, अनि त्यसपछि CV, मोटिभेसन लेटर, रेकमेन्डेसन लेटर, योहरू चाहिँ हजुरले कलेजबाट नै पाइहाल्नुहुन्छ है। +2 गरेको कलेजबाट नै पाइहाल्नुहुन्छ। सो त्यो भएपछि अप्लाई गर्ने युनिभर्सिटिजहरूमा होइन। अब अप्लाई गर्दा चाहिँ ट्राई टु अप्लाई इन मेनी युनिभर्सिटिज के। हजुरको चाहिँ त्यो कोर्सको बेस्डमा चाहिँ जतिवटा युनिभर्सिटी देख्नुहुन्छ त्यो सबैमा ट्राई गर्नु है। अप्लाई गर्न ट्राई गर्नु। अप्लाई गरेपछि चाहिँ केही दिनपछि चाहिँ हजुरले चाहिँ त्यो मेल थ्रु चाहिँ हजुरले चाहिँ एडमिसन लेटर चाहिँ पाउनुहुन्छ है। पाएपछि चाहिँ त्यहाँ एप्लिकेसनमा चाहिँ कङ्ग्रेचुलेसन यु आर नाउ लाइक गेट एडमिटेड यस्तै यस्तै केही लेखेर आउँछ। त्यसपछि चाहिँ 7th चाहिँ फाइनेन्सियल प्रुफ चाहिँ हजुरलाई एरेन्ज गर्नै पर्यो। अब यहाँ चाहिँ फाइनेन्सियल प्रुफमा चाहिँ एउटा ब्लक्ड अकाउन्ट भनेर चाहिँ शब्द आयो। ब्लक्ड अकाउन्ट चाहिँ अब के हो खासै भनेपछि ब्लक्ड अकाउन्ट चाहिँ नेपालमै बसेर खोल्नुपर्छ हजुर तपाईँलाई। अनि ब्लक्ड अकाउन्टमा चाहिँ कम्तीमा चाहिँ 14 कि 13 लाख जति चाहिँ राख्नै पर्यो। अब त्यो पैसा चाहिँ कहाँ जान्छ? त्यो पैसा चाहिँ जाने कतै होइन। हजुरले चाहिँ जर्मनी पुगेपछि चाहिँ त्यहाँको गभर्मेन्टले हजुरलाई चाहिँ मन्थली एक्सपेन्सेस चाहिँ कुछ त्यहाँ ब्लक्ड अकाउन्टबाट चाहिँ निकाली हजुरलाई दिने हो। त्यही हो ब्लक्ड अकाउन्ट। 1 साल जति दिन्छ होइन त्यहाँको गभर्मेन्टले। त्यसपछि त आफै म्यानेज गर्नु पर्यो होइन। सो त्यो भयो। अब यहाँ चाहिँ स्टेप 8मा चाहिँ के हेर्नुहुन्छ भने हेल्थ इन्सुरेन्स। अब हेल्थ इन्सुरेन्स त हजुरलाई चाहिँ कम्पलसरी गर्नै नै पर्छ है।
जर्मनी जानुभन्दा पहिला चाहिँ गर्नु नै पर्छ। इन केस जर्मनी गएपछि केही एक्सिडेन्ट भइदियो भने या इन्सिडेन्ट केही भइदियो भने चाहिँ त्यहाँ चाहिँ त्यहाँको डक्टरहरूले चाहिँ एकदम हाई, त्यहाँको हस्पिटलले हाई लिने हो पैसा है। सो यो हेल्थ इन्सुरेन्स गरेपछि चाहिँ त्यो पैसा चाहिँ कभर हुन सक्छ है। सो स्टेप 9 चाहिँ अप्लाई फर द स्टुडेन्ट भिजा। त्यहाँ नि एज वी नो होइन जर्मन एम्बेसीतिर जाने अप्लाई गर्ने। सो यहाँ चाहिँ डकुमेन्ट लाग्ने भनेको पासपोर्ट, भिजा एप्लिकेसन फर्म, पासपोर्ट फोटो, अनि त्यसपछि एडमिसन लेटर, फाइनेन्सियल प्रुफ, हेल्थ इन्सुरेन्स, एकाडेमिक डकुमेन्ट, ल्याङ्ग्वेज सर्टिफिकेट, मोटिभेसन लेटर, सिभी, यो त भइहाल्छ है। सो 10मा चाहिँ के भन्छ भने बुक योर फ्लाइट एन्ड प्रिपेयर फर डिपार्चर। अब यहाँ चाहिँ बुक चाहिँ गर्ने, डिपार्चर गर्नभन्दा पहिला चाहिँ एउटा अझै काम गर्नु पर्यो। हजुरको एडमिसन भयो, भिजा आयो, अब चाहिँ त्यहाँ गएर चाहिँ बस्ने चाहिँ कता, त्यसको लागि चाहिँ नेपालमै प्लान गर्नु पर्यो होइन। त्यसको लागि चाहिँ एकोमोडेसन चाहिँ नेपालबाट नै हजुरलाई त्यहाँ लाइक डिफ्रेन्ट वेबसाइट्सहरू छन् होइन, त्यहाँ चाहिँ गएर चाहिँ त्यहाँको लागि चाहिँ अप्लाई गर्नु पर्यो नेपालमै बसेर। तर याद राख्नु होला, बी केयरफुल होइन, त्यहाँ अप्लाई गर्नभन्दा पहिला चाहिँ त्यो एकदम एकचोटि चाहिँ त्यहाँको हाउस ओनरबाट चाहिँ त्यहाँको भिडियो सिडियो रुमको होइन फोटोजहरू त्योहरू चाहिँ माग्नु होला है। अनि पैसा चाहिँ नेपालमा बसेर नदिने, जर्मनी पुगेपछि त्यहाँ घरसम्म पुगेपछि त्यसपछि चाहिँ पैसा दिने है। जर्मनी बसेर पैसा दिने चाहिँ गल्ती नगर्नु होला है, फ्रडको चाहिँ केस धेरै देखिन्छ। त्यो भयो। अब इम्पोर्टेन्ट डकुमेन्ट्सहरू भयो। त्यहाँ जर्मनी जानुभन्दा अगाडि एउटा अझै कुरा छ है, आफ्नो डकुमेन्टको फोटोकपी घरमा पनि छोड्नु, एज वेल एज त्यो फोटोकपीको फोटो घिची क्लाउड स्टोरेजमा सेभ गरेर राख्नु है। ओके, यहाँ लेखा छु होइन, किप डिजिटल कपिज अफ अल पेपर वर्क। सो त्यो भयो होइन। अब ट्रान्सपोर्टेसन र लोकल रेगुलेसन, यहाँ चाहिँ म्याप थ्रु चाहिँ गुगल म्याप थ्रु चाहिँ हजुर चाहिँ थाहा पाउनुहुन्छ है। त्यहाँ गएपछि एयरपोर्टमा पुगेपछि त्यहाँ एयरपोर्टमा चाहिँ डाउनलोड गर्नु, या घर नेपालबाट नि डाउनलोड गर्दा हुन्छ है। म चाहिँ रेकमेन्ड गर्छु एयरपोर्टमै गएर डाउनलोड गर्नु है, एयरपोर्टको फ्री वाइफाई। अनि त्यसपछि चाहिँ त्यहाँ गएपछि चाहिँ डाउनलोड गर्नु है अफलाइन म्याप। अनि त्यसपछि अफलाइन म्याप डाउनलोड गरेपछि चाहिँ त्यो म्यापमै देखाइन्छ कहाँबाट चाहिँ कुन ठाउँमा जान पाइन्छ भनेर चाहिँ सब देखेर लाइक बुझेर जान पाइन्छ है। त्यति त भयो। अब टोटल चाहिँ एस्टिमेट कस्टको कुरा आयो होइन। तपाईँ अब नेपाल जानु भइरहेछ, पैसा त लाग्छ, ब्लक अकाउन्ट नै 15-13 लाख जति लाग्छ। 15-13 लाख नभनौँ, कति भनेको थिएँ, 13-14 लाख। एकचोटि चाहिँ मिक्स्योर गर्नु है गुगलमा गएर कति लाग्छ भनेर। त्यसको चाहिँ भिजाको चाहिँ भइहाल्यो फी, हेल्थ इन्सुरेन्सको पनि छुट्टै हल्का हल्का लिने हो मन्थली होइन। अनि त्यसपछि चाहिँ आइलेट्स एक्जामिनेसनको पनि फी लाग्छ है। आइलेट्सको चाहिँ कति मैले खोजेको अस्ति कति थियो, इट वाज लाइक 8,000 कि कति थियो, मैले बिर्सेँ होइन एक्ज्याक्ट। त्यो नि गएर एकचोटि चाहिँ गुगलमा सर्च गरेर हेरिहाल्नु है। सो त्यो भयो। युनिभर्सिटीको चाहिँ एप्लिकेसनको कस्टहरू लाग्ने हो, त्यसपछि फ्लाइटको टिकट लाग्ने हो। इट्स लाइक त्यति कस्ट चाहिँ त्योहरू सेक्टरमा चाहिँ लाग्ने हो। अब फाइनल टिप्स चाहिँ के दिन चाहन्छु भने, हजुर चाहिँ अब 9-10मै पढ्नु भइरहेछ अनि यो भिडियो देख्नु भइरहेछ भने आजदेखि नै सुरु गरिहाल्नु प्रिपेयर गर्न जर्मन ल्याङ्ग्वेज सिक्न। किनभने पछि गएर चाहिँ हजुरलाई नै सजिलो हुने हो, बुझ्नुभयो। त्यसपछि चाहिँ स्टेप 2मा चाहिँ भन्नेको मतलब चाहिँ लर्न जर्मनी। हजुरको प्रोग्राम इङ्ग्लिसमा छ भने पनि जर्मनी चाहिँ B1 लेभलसम्म चाहिँ म्याक्सिमम और मिनिमम भनौँ, म्याक्सिमम त कहाँ, मिनिमम B1 लेभलसम्म जति चाहिँ जर्मन सिकेर नै जानु जर्मनी, हजुरकै लागि नै सजिलो हुने जर्मनी गएपछि। अब नम्बर 3मा चाहिँ हजुरले डकुमेन्ट चाहिँ डबल चेक गर्नु बिफोर सबमिटिङ होइन। इनकेस कति केसमा चाहिँ यो देखिन्छ कि डकुमेन्टमा केही एरर भयो भने हजुरको त्यो भिजा नै क्यान्सल भइदिन्छ, एडमिसन नै क्यान्सल भइदिन्छ। सो प्लिज चेक चाहिँ गर्नु है डबलचोटि। सो नम्बर 4मा चाहिँ रिसर्च युनिभर्सिटी केयरफुली। अब युनिभर्सिटीमा चाहिँ जानभन्दा अगाडि नै त्यहाँ त्यसको अफिसियल पेजमा गएर होइन त्यो युनिभर्सिटी कस्तो खाले छ, कस्तो इन्भाइरोमेन्ट छ, वातावरण सबै रिसर्च गरेर चाहिँ जानु है।
इनकेस धेरै स्टुडेन्टहरू चाहिँ त्यहाँ गएर चाहिँ त्यो युनिभर्सिटीमा लोन्ली फिल गर्न थाल्छ अनि डिफ्रेन्ट काइन्ड अफ केसेस वी हेभ सिन होइन. सो बिफोर गोइङ रिसर्च चाहिँ गरेर जानु. अनि नम्बर 5 चाहिँ अनअफिसियल इन्फर्मेसनलाई चाहिँ लाइक त्यो इन्फर्मेसन कुनै छ भने रिक्वायरमेन्ट अफिसियल सोर्सेस केही छ भने सबै भेरिफाई चाहिँ गरेर जानु है बिफोर गोइङ. सो यो भिडियोमा चाहिँ यति नै हो. अब मास्टरको लागि चाहिँ अर्को भिडियो बनाउँला मास्टर डिग्रीको लागि. होप यु लाइक दिस भिडियो. इफ यु लाइक इट देन हिट द लाइक बटन. सब्सक्राइब, डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल. थ्याङ्क यू फर वाचिङ.